हेलो वेलकम। आजको भिडियोमा चाहिँ हाम्रो क्रिसमसको कसरी बिताउँदैछ दिन भनेर सबै कुरा देखाउनेछु तपाईहरुलाई। यहाँ चाहिँ मेरो वाइफ हुनुहुन्छ मिसेस, यता चाहिँ मेन क्रिसमस अर्गनाइजर हैन मेरो आमा हुनुहुन्छ। अब सबै आज के छ तपाईहरुलाई म देखाउन गइरहेछु आजको। यो चाहिँ के हो? यो भन्नु भनेको त नामै आउँदैन भन्नु त। ल यो चाहिँ सानो खालको बन्दकोपी हैन, यो सानो सानो हुन्छ गट्टा बन्द। यसलाई चाहिँ टक्क भेजिटेबल टक्क हैन ओभनमा हालेर टक्क उसिनिसक्नु भएको छ हैन। यहाँ चाहिँ आलु उसिनेर यहाँ म्यास पोटेटो हुँदैछ हो। म्यास पोटेटोको लागि यो चाहिँ रोस्ट पोटेटो हो रे। यहाँ के मिसाउनु भएको छ? केही छैन, उसिनेको मात्रै छ। ल आज हिजोदेखि आमा हैन धमाधम यहाँ चाहिँ फेरि भेजिटेबल्स हैन। Parsnips है। Vegetable looks very yummy. यहाँ चाहिँ छ हैन मेन युकेमा खाने टर्की चाहिँ यहाँ छ मेन हो। यहाँ छ खतरा बनिरहेछ टर्की चाहिँ हैन। भोक लाग्छ देख्दै खाउँ लाग्दो भइसकेको छ। यसरी रोस्ट हुन्छ मजाले एकदम। यसलाई चाहिँ मजाले हिजो बेलुकै म्यारिनेट गरेर राखेको हैन। भेजिटेबल छ यसमा भरे ग्रेभी मिलाउनु पर्छ हैन। यसरी अहिले झन् राम्रो देख्छ भरे। ल मतलब यो ट्रे नि ट्रे हुन्छ। अब यो पाकेको हो नि त एग्रिकल्चर। कति मेहनत गर्नुभयो आमा? मेहनत त 1 महिना हुनु आँट्यो हो। आमा अहिलेदेखि बिजी भएर आज सकिन्छ त्यही। यो चाहिँ पिग्स इन द ब्ल्याङ्केट भन्छ यसलाई चाहिँ हैन। यसलाई चाहिँ यो बेकन चाहिँ ससेस भित्र यसरी ऱ्याप गरेको हुन्छ यसलाई गर्नु हो। यहाँ चाहिँ चिकन ससेस छ, चिकन खानेहरूलाई। यहाँ चाहिँ यसलाई चाहिँ पोटेटो क्रिस्पी फ्रिट्स हो कि बिर्सेँ मैले यसलाई के भन्छ, तर यो पनि खाइन्छ। के भन्छ? पोटेटो रोस्टिसहरू राइसहरू सबै त्यही फ्रिजभित्र के छ आज चेक गर्नुपर्छ। तपाईँहरू रेडी हो त गाइस? ओ यहाँ हेर्नु त यहाँ चाहिँ मिस्टरले हैन म्यारिनेट गरेको चिकन भनेर पकाउँदा। यहाँ फेरि यो कुन चाहिँ चक्लेट हो यो पनि देखाइदिन्छु तपाईँहरूलाई। बिन्ताले बनाएको अरे। कसरी बनाएको? यो चक्लेट चाहिँ मैले इन्फ्लुएन्स भएर बनाएको हो। सिनेमन छ हैन। अनि आई मेड माई होम मेड ओरेन्ज जुस। ओरेन्ज जुस स्क्विज गरेर निकालेर यसो मिक्स गरेर गरेको। एन्ड के छ के हो सेतो सेतो कोकोनट। ल गाइस सेतो सेतो चाहिँ कोकोनट अरे। एन्ड ओभरनाइट लेफ्ट गऱ्यो भने चाहिँ ल गाइस सुन्नुभयो? ओभरनाइट लेफ्ट गऱ्यो भने चाहिँ राम्रो हुन्छ अरे हैन। तपाईँहरूको लागि चाहिँ देख्न सक्नुहुन्छ। कुन यसैलाई यो भर्खर छैन कि यो अलिक क्रिस्पी भयो सानो भयो अनि हाल्दै ब्राउन पनि हालेँ। रोस्ट भएको सेल्दैछ कि यसलाई। जिजस पनि यस्तो एक्साइटेड हुँदैन थियो होला क्रिसमसको लागि। यहाँ लुगाहरू ल्याएर मैले भन्नु खोजेको चाहिँ के हो भने क्रिसमस चाहिँ दसैँ जस्तो 5 दिन मनाउनु पर्ने क्या। 1 दिन मात्रै भएर चाहिँ अलिक भएन। क्रिसमस चाहिँ एकदम जनवरी 1 सम्मै मनाउनु पर्ने दसैँ र तिहार जस्तो क्या मजाले लामो। अनि चाहिँ मजा आउँछ। मेरी क्रिसमस एकदम टक्क कोजी भाइ है।
And every mother's child is gonna spy to see if reindeer really know how to fly. Although it's been sad many times, many ways. अहिले चाहिँ म हाम्रो सिटिङ रुममा छु। यहाँ चाहिँ क्रिसमस ट्री देख्नुहुन्छ। यो क्रिसमस ट्रीको तल चाहिँ सबै हाम्रो फ्यामिलीले आफूले के चाहिन्छ त्यही अनुसारले गिफ्टहरू बाँडेको छौँ। अनि त्यो सबै अस्ति ऱ्याप गरेर यहाँ राखेको छ। आज भरे डिनर खाइसकेर आफ्नो आफ्नो गिफ्टहरू बाँड्ने यहाँबाट। अनि हामी घरमा कतिजना छौँ? 5 जना छौँ। अनि सबैले एकअर्कालाई किन्दाखेरि अनि गिफ्टहरू धेरै धेरै भयो यसरी। ल यहाँ चाहिँ अब होइन देख्न सक्नुहुन्छ खतरा सफा गर्नुहुँदैछ। टेबल चाहिँ आज मेरो ससुराली पनि आउनु हुँदैछ, त्यही भएर नपुगेर। यता काम गर्ने चाहिँ मेरो बहिनी हो। He is looking good. Very, very good. कुन चाहिँ टर्की कुरा गरेको? I'm talking about you. ए यो टर्की हो। यहाँ के पाक्दैछ? भयो। क्यामेरा देख्नै हुँदैन हो मेरो बुढी त नि फेरि यस्तो गर्छु नि। Please. रियल लाइफमा चाहिँ साई क्यामेरामा चाहिँ कता राख्नु भित्रै यतै सिटिङमा डाइरेक्ट अलिकति उचाल्नु पर्ने थियो नि के लगाएर त्यसो गर्नुपर्छ। पहिला खुट्टा यस्तो गरेर मान्छेले हुन्छ खुट्टा पुस्ने पर्ने होला। यहाँ रहेछ सोफा हटाएको। सोफा हटाएको त यहाँ रहेछ नि त मेन। त्यहाँ खै त्यो उसो सेन्टको बोतल थियो अरे खै अनि त्यो बेन्च त्यो बोतलमै हुने हो त। यो त फुल राख्ने पो त यो खै बोतल होइन हो यो बट्टा चाहिँ हटाएर यो चाहिँ राखिदिनु न यहाँ यो यो मात्रै राखिदिनु न यसले चाहिँ टेम्परेचर भन्छ कति भयो भनेर है त। त्यसले राख्नु पर्दैन होला। कति आयो कति आयो होला? 170 कति हुनुपर्छ नि? 108 पक्रेको छैन। 108 हो। अझै राख्नुपर्छ पाकेको छैन। यति देखाइरहेको छ अहिले 170 हुनुपर्छ। यहाँ चेक गर्नु पर्यो साइडमा। दामी देख्नु थाल्यो कलर आयो नि। दामी धेरै मिठो छ। टेस्टी भइरहेको होला कहिले खाउँ भइरहेछ। स्पाइसी स्पाइसी।
Christmas is you. नेपाली स्टाइल Christmas is you. यहाँ चाहिँ छ होइन यो पनि युट्युब च्यानलमा आउँछ यसले चाहिँ अलिकति भेदभाव गर्दो रहेछ क्या दसैँको दिन बिहानै उठ्छ होइन क्रिसमसको दिन चाहिँ टक्क 12 बजिसक्यो हो ल आज क्रिसमसको लागि टेबल सेबल पनि रेडी भइसक्यो होइन ल म चाहिँ अब आलु उसिनेछ होइन अब म्यास पोटेटो बनाउनु गइरहेको छु म्यास पोटेटो बनाउँदाखेरि चाहिँ यसरी उसिनेको आलुलाई गोराहरूलाई यस्तो के मन परेको नि यस्तै खान्छ गोराहरूले होइन नि होइन ग्रेभीसँग मजा आउँछ ब्रिटिस हेरेर चाख्यो चाख्नु आँटेको ओ समिता चाख्नु तपाईँको चिकन पनि हाल्दैन मेरो चिकन होइन सबैले खानु तपाईँको हो नि त सेफ स्पेसल आजको मेन सेफ चाहिँ म हो हेरी राख्नु होला ल अब मैले म्यास पोटेटो बनाइसकेँ होइन आजको अब मेरो अर्को काम भनेको चाहिँ चिकन अघि म्यारिनेट गरेको छु चिकन रोलमा हाल्ने चिकन बनाउने अब टर्की पाकिसक्यो टर्की निकालिसक्यो हल्का धनियाँहरू काटेर हाल्छ कस्तो भएको टेबल फोल्ड टेबल छैन आमाहरूको फोल्डिङ गर्ने यसो बाहिर बस्छ भरि कहाँ गइसक्यो तपाईँको सासुआमा बोलेको बोले बुहारी अर्कै दोले पुगिसक्यो मैले बनाएको होइन चाखिहाल्यो समिताले त पनि चाख ल नुन चर्का हालेको छैन यो चाहिँ स्टाइलै त्यस्तो हो भन्नु नि त यो रेयर हो अरू चाहिँ होइन ओभर कुक हो भन्नु नि त्यो त फ्याल्दैन अरू त ल होइन हल्का चाहिँ यो मिस्टेक भएछ होइन क्रिसमसमा तर गाइस यसले क्रिसमस रुइन हुँदैन हो अरू छँदैछ नि हाम्रो स्पेसल अब टर्की निकालेर त्यो माथि होइन त्यो सबै निकाल्नु पर्दैन कालो पछाडि त थियो कोल्टे भएको थियो क्या यस्तो त्यस्तो भयो पाक्नु पाक्यो के हुन्छ ए हातले बिस्तारै उचाल्नु अलिकति मात्रै ग्रेभी ग्रेन्युल्स भयो नि त अलरेडी छ बिफको हो नि त यो टर्कीको अरूले पनि खान्थ्यो नि त चिकन खानेहरूले ल हाम्रो रोस्टेड आलु पनि होइन हुनु आँटिसकेको छ टेबल पनि डेकोरेसन भइसकेको छ होइन
राजाले जसरी बसेर खाने भयो अब टेबलमै कतिजना आँट्छ यहाँ लिङ नभनेको नि यहाँ 18 जना चाहिँ आँट्छ क्या बस्यो भने चाहिँ यसरी यहाँ बसिरहेको छु धेरै बेर लाग्दैन 1 मिनट लाग्छ 1 मिनट फर्केर आएर काम गराउँछ आरामले बसेको हेर्दै गर्नु 1 मिनट ग्रेभी बनाएर अघि हालिसकेको छु होइन अब यहाँ अर्को ब्याच पाक्दैछ ग्रेभीको अब चिकन हेर्नुपर्छ ल चिकन पनि पाकिसकेको छ आम्मा सबै धमिलो हुँदै गरिदियो ल चिकनको चाहिँ होइन टेम्परेचर चेक गर्ने एकदम इम्पोर्टेन्ट हो ओभन ग्लोभ्स रेडी छ अब हेर्नुपर्छ ल पाक्यो भन्दैन यसलाई हल्का डढेछ पनि क्या हो तर अब रिभर्स गर्दाखेरि मात्रै अन हुने बनाउनु पर्यो नि त अनि त्यो रिभर्स गर्दाखेरि चाहिँ अनि हुने खालको बनाउनु पर्यो हेलो दाइ हेलो 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 कस्तो हुँदैछ मेरी क्रिसमस अब सुरु भएको छैन अहिले अब सुरु हुन्छ होइन प्रिपरेसन हो साथी भएर ओ द्याट्स नाइस गाडी त्यही त अङ्कल आज ठिक छ नि हजुर एकदम मेरी क्रिसमस हुँदैछ हामीहरूको टेबल सेबल सब्स एकदम रेडी छ चिटिक्क परेर ओहो खडा रहेछ क्यान्डल लाइट्स रेडी रेडी फर क्रिसमस ट्री हेलो आन्टी के छ भन्नुपर्ने केही छैन सबै ठिक ह्याप्पी छ नि एकदम खुसी छ नि मेरी क्रिसमसको लागि एक्साइटेड हो अब अर्को हामी अर्को गेस्टतिर जाउँ टेबल जोडेको नि बाहिरको ल्याएर क्या लामो चाहिँदो रहेछ नि हाम्रो मेन गेस्ट हाउ आर यु Very good. भेरी गुड Special guest. अनि Special guest. Merry Christmas. सबैजनाले त्यही हो अनि छुटेको मान्छेहरूलाई के भन्न चाहनुहुन्छ छुट्टेको मान्छे छुट्टै गर्छ नि हो? अर्को साल नेक्स्ट सँगै इयर मनाउनु फेरि पर्छ भन्दै ल ठिक छ स्ट्रेट वे कहाँतिर इन्डिकेट भइरहेछ थाहा होला नि होइन इन्डिकेसन चाहिँ नेपालतिर हो सिक्किममा हो फर्किन होइन ए हो ए अब त उड्ने फर्किने बेला भयो क्या तिमीलाई चाहिँ कस्तो लाग्यो त मलाई त अनएक्सपेक्टेड लागेको थाहै नभएको कि यति कुराहरू एकदम मजाको एरेन्ज भएको छ घरमा सबै सेलिब्रेट तर म फर्स्ट टाइम यस्तो एटेन्ड गरेको नि टिकटकको फ्यानहरू सबै तर खतरनाकै आमा हाम्रो दसैँ तिहारमा चाहिँ आमाले सबै मनाउनु छ नि आमाले दामी छ क्या सबैलाई हेल्प दामी क्युट लागेको बिहानै हेर्नु उठेको फ्रेस म पनि। फ्रेस छ होइन गर्नु ओ माय गॉड खादिनँ हो म खादिनँ के अहिले देखाउनको लागि मात्रै देखाउनु पायो नि त होइन त्यो राम्रो खिर चाहिँ एकदम राम्रो एकदम ब्युटिफुल यहाँ हेर्नु न त ल अब त म उयो गर्दिनँ अब त हेर्नु यस्तो हुन्छ एकैछिनमा मुड चेन्ज हुन्छ Mood swing. मेरो टर्की ओ माय गॉड यसरी देखाउनु आन्टी ओ 5 hours cook. खतरा रहेछ कुकिङ तपाईँले गर्नुभएको हो Yes, टर्की सबै. ओ माय गॉड अमेजिङ Marinade. कस्तो अमेजिङ Cooking. फर्स्ट टाइम ट्राई गर्नु पाउँछ यो मेरी क्रिसमसमा टर्की लु हामीहरूलाई सबैजनालाई बधाई छ हामी सबैजनालाई बधाई छ वर्षाको एकपल्ट है 10 किलोको रहेछ
3 केजी 10 किलो टाइपको देखियो त आन्टी हेर्नु त टर्की टर्की खाइन्छ लन्डनमा होइन टर्की पुग्नु पर्दैन है गाइजहरू टर्की खानु ए एउटा यहाँ के छ हाल खबर मेरी क्रिसमस कस्तो क्युट देखेको हेर्नु त अनुहारभित्र खाँदैन क्युट देखेको क्युट देखेको अनि भिडियो हेर्दाखेरि कस्तो उयो भएर आउँछ नि दामी वाइल्ड ल्यान्ड आउँछ नि त डर तपाईँहरूको त्यो उयसको भ्लग हो क्याम्पिङको भ्लग ल एउटा कुरा भन्नु तपाईँले यति डिस त्यो के बनाउनु भएको मेरो सबैमा अलिअलि मान्छे बस्नु होला कन्ट्रिब्युसन छ देख्दैन ओके अलिअलि कन्ट्रिब्युसन सबैमा छ होइन सबैमा हेराहरू मैले रेडी गरेको यो मैले अलिक कभर हुन्छ हो र हेराहरू प्रेप गर्ने म यो मिठो मिठो कुराहरू होइन हात लगाउनु भ्याएको छु मैले हो अहिले म चाहिँ खानुको लागि हेल्प गरिदिन्छु ल ओके अनि अब चाहिँ अर्को दिदी हेलो हाउ आर यु दिदी हेलो आइ एम गुड मेरी क्रिसमस मेरी क्रिसमस तपाईँलाई नि अनि कतिको एक्साइटेड हुनुहुन्छ आज एकदम धेरै साह्रो भोक लागेको छ हामीले के खाएको छैन बिहानदेखि केही नै खानु भएको छैन ओके अहिले टर्की यो चाहिँ खानुको लागि एक्साइटेड म जति चाहिँ कोही छैन हो र यस आमाले यति मिहिनेत गर्दा 4 घन्टा लाएर पकाउनु भएको टर्कीलाई ओके चिकन त 3 घन्टा होला चिकन दादा चाहिँ कति भर्सेस घन्टा आमा ओके आमाको चिकन चाहिँ दादाले पकाउनु भएको चिकन चाहिँ दादाले हो अनि चिकन र टर्कीको आज कम्पिटिसन हो त्यसपछि यो चाहिँ के हो पर्दैन यो चाहिँ के हो यो ग्रेभी होइन यो मास आलु आलु हो यो आलु ओके आलुलाई म्यास आलुलाई यस्तो आलु अचार बनाएर यस्तो अनि यो गरेको तातो तातो सुप कस्तो मिठो देखियो होइन यो चाहिँ के को सुप हो यो चाहिँ ग्रेभी हो के को सुप भन्छ सुप ग्रेभी एउटै कुरा हो मेरो अहिले धेरै बिल्ला नगर्नु म के सोधिरहेको छु भन्ने यो ग्रेभी हो यो चाहिँ अब टर्की चिकनहरूको त्यो हुन्छ नि सिजनिङ लाउँदाखेरि त्यो के लाएको हुन्छ क्या मसलाहरू के त्यसको झोलको अनि ग्रेभीसँग बनाएको पाउडरसँग राख्ने कन्टेनर पनि कस्तो क्युट रहेछ है अब चाहिँ गर्नुपर्ने नि दामी रहेछ भिडियो गरेर अनि खानु थालिहाल्नु ग्रिन पी क्यारेट यहाँदेखि सुरु गरेको अनि ससेज रोल तर छिटो भयो पोटेटोज फ्राइज नेपाली बन्स हो कि के हो थाहा भएन सामान्य नआट्ने रहेछ यो हटाउने डेकोरेसन होइन हुन दिनु डेकोरेसन त हुन दिनु तान्दैन त ल त्यो लाउँदै गर्नु भाइ गोराहरूको जोस नेपालीबाट हुनु के लेखेछ आँखै नदेख्दो रहेछ What did the stamp say to the Christmas card? Stick with me and we'll go places. कसलाई पर्यो गिफ्ट तपाईँलाई के पर्यो ए त्यो पर्यो ए ल ए त्यस्तै पर्यो यही पर्यो ल ल भाइ उता दिनु तारा हो ए What dog can't bark? What dog can't bark? What dog? Hot dog. तारा विष्णु भाइ ल के पर्यो गिफ्ट Nail cutter कति cute हो. नेल कटर परेछ संविधान ल कानको ल भाइ लगाइहाल्नु ल ल अब क्वेसन छ है What do you get from a pampered cow अरे spoiled milk not bad dad jokes हेरेछ Nail
मैले तान्नु दिस इज अ सिक जोक नखाएर जाने बियर एप ओपनर परेछ नखाएर दुईटै होला होइन होइन त्यो बियर ओपनरै हो खोइ जोक्स खै मम्मीलाई लगाइदिनु Why did Santa get a parking ticket? Why did Santa get a parking ticket on Christmas Eve? हजुर त्यतै हो Santaले Christmas Eve मा किन parking ticket पायो अरे? पार्किङ टिकट No. के चिम्नीको जोक छ क्या He left his sleigh in a snow parking zone. No parking zone, होइन snow parking zone. खुट्टा खानु कि खुट्टा leg. Mic चिकन भन्दा निकै बलियो हुन्छ नि त तर्को ठुलो देख्छ नि खुट्टा बसेको आयो सबैलाई धन्यवाद आइदिनु भएकोमा पहिलोचोटि यसरी दुईवटा परिवार भेट भएर क्रिसमस सेलिब्रेट गर्नु निश्चय राम्रो हुनेछ आमालाई भाउजू बिन्ता दादा सबैलाई धन्यवाद खाना बनाइदिएकोमा यति मिठो मिठो आउँछ होइन पहिलो कुरा त अब परमेश्वरलाई धन्यवाद अनि सबैलाई मेरी क्रिसमस एन्ड ह्याप्पी न्यु इयर एज वेल ल सबैलाई ल एकदम ल धन्यवाद यो खानुभन्दा अगाडि हाम्रो विष्णु भाइले प्रार्थना गरिदिनुहुन्छ होइन ल हामी सबै उठ्नेछौँ थ्याङ्क यू भन्नु आमालाई त अघि आमालाई साह्रो भोक लागेर अघि सुरु गर्नु भएको नि त बिर्सेर